ल गाइज आज चाहिँ हाम्रो पानीपुरी पार्टी यो चाहिँ ल मेरो युट्युब फ्यामिलीलाई भन्दै आऊ त कस्तो छ के छ हालखबर सब ठीक छ पानीपुरी पनि एकदम मिठो छ So yummy. This credit goes to my body. मैले बनाएको ठिक छ ल भएन यो आलु चाहिँ के हालेर बनाएको प्याज छ हामीले सिम्पल बनाएको छ प्याज हालेको छौँ धनिया छ खोर्सानी छ मात्र चाहिँ अनि बिरेन हुन्छ अमिलोको लागि हामीले लप्सीको पाउडर ल बाहिरको खानुभन्दा त यही ठिक छ नि बाहिर यसो 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 गरेर कन्याउँछ यताबाट यसो 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 गरेर कन्याउँछ त्यो कने खुवाउनु भन्दा त यो घरमा बनाएर खाएको ठिक छ कि छैन ल भन्न चाहिँ फेरि त्यसरी कन्याएर खाएको चाहिँ मधिसेले बनाएको मिठो भन्छ भैयाले बनाएको तर मलाई चाहिँ आफ्नै घरमा बनाएको मिठो लाग्छ हजुरहरूलाई कस्तो लाग्छ ल भनिदिनु त यी हाम्रो छोटी मोटीले यी यति खाने भनेर यहाँ लिइरहेछ बाटै